उदौलीको हाम्रो साकेला गरिन्छ आजको दिन चाहिँ यो चाहिँ हाम्रो माङ्किममा यो हुन्छ हाम्रो सुँगुरको बाछुको छाला सुँगुरको मासु राखेको हुन्छ र यहाँ कुरो त्यहाँबाट मकै हाम्रो यो पुरानो दस्तुरको हिसाबले राखेको हुन्छ र यो चाहिँ हाम्रो तिनवटा चुला हुन्छ र हाम्रो वापु भन्छ खाइटेकमा चाहिँ वापु र तोङबा अदुवा चाहिँ हाम्रो सबसे मेन राईको चाहिँ हाम्रो जातिको चाहिँ अझै पनि हामीले धेरै हामीले सिक्नु छ। यो हामी काम सार्दै गरेको हाम्रो किराँती खम्बु मुटुङ सन्दुक र यसमा तपाईँहरू सबैले नाचेर खुबै मनोरञ्जन दिनुहोस्।
आफ्नो वेशभूषा छ तर लाउँदैन, जिन्स लाउँछ भनेर भनेको छ। मैले तथ्यपरक कुरा राख्दैछु। यसको लागि भोलिको दिनमा हामी युवाहरूले यो मुख्य काम गर्नुपर्ने आवश्यकता देख्छु। ठिकै हो, हामीले ठेङ्गा त छ नि, तर के गर्नु, तल त जिन्सै लगाइरहेको छ। प्रत्येक कुरा हाम्रो थियो होला नि त। हिजोको दिनमा पुर्खाहरू यति, हाम्रो मुन्नुमले भन्छ तान बुनेको तायामा खिवामाले, जहाँबाट हाम्रो सभ्यता र संस्कृति कुरा आउँछ। जब हामीले माग गर्दाखेरि चोचोरी बुङ चोचोत बुङ भनेर बखान गरेर आउँछ ऋषियामा। चोचोरी बुङ भनेको के हो? त्यो भनेको कपडा हो, कपासबाट बनाएको कपडा, बुनेर बनाएको, तान बुनेर बनाएको। मुदुमले त्यसरी भनेको थियो भने अवश्य पनि हाम्रो पूर्ण रूपमा हाम्रो वेशभूषा थियो होला नि त। तर आज हामी जिन्स लाउने भएको छौँ र यसलाई पनि विशेष गरेर हामी युवाहरूले मनन गर्नुपर्छ। र यहाँ आयोजक समितिले छोटोमा राखिदिनु भन्नु हुँदैछ है, तर आवश्यक पर्ने कुरा थियो र चाहिँ हुन चाहिँ यो खुल्ला रूपमा कतिवटा हामीले भन्दा पनि यसलाई हामीले कतिवटा सेमिनार गरेर, कतिवटा चाहिँ हामीले कार्यशाला गरेर गर्नुपर्ने कुरा हो, तर हाम्रो हुँदैन। यसरी यही बेलामा चाहिँ हामी भेला हुन्छौँ र चाहिँ हामीले लागेको कुरा चाहिँ मैले राखेको। र विशेष गरेर यो मुखी हामीले काम गर्न सक्यौँ भने चाहिँ भोलिको दिनमा हाम्रो आउने भविष्यको दिनमा चाहिँ हाम्रो किरावाहरू अझै अगाडि बढ्न सक्छ जस्तो मलाई लाग्छ। र विशेष गरेर अब मैले यो 2-4वटा कुरा भन्नै पर्ने आवश्यक थियो र चाहिँ भने है। र यहाँबाट यहाँ छोटो राखिदिनु भएर त भन्नुहुँदैछ र 1-2वटा पनि म कुरा चाहिँ भन्न चाहन्छु। र युवाहरूले बुझ्नुपर्ने चाहिँ विशेष गरेर हामीले हाम्रो भाषा संस्कृति यसलाई चाहिँ जोड दिनुपर्छ। र यो क्षेत्रमा मलाई लागेको यहाँनिर अहिले पनि हाम्रो भाषा मरेको छैन, यसको जिउँदो प्रमाण हामीले देखिरहेको छौँ। र यसलाई कसरी बचाएर राख्ने, कसरी यसलाई अर्को पुस्तामा लाने, यो मुखी पनि भोलिको दिनमा हामीले काम गरेर लान सक्यौँ भने चाहिँ राम्रो हुन्छ। यो कुरा सुन्नु बहुत जरुरी छ, यसलाई चिन्तन मनन गर्नु जरुरी छ। र यसको प्रोसेस चाहिँ के हो, कसरी गरिन्छ? हामी ट्राइबल हो भनेर वेस्ट बेङ्गल गभर्मेन्टको चिफ मिनिस्टरले एनओसी दिनुपर्छ कि उनीहरूले रिकमेन्ड गरिदिनुपर्छ, एनओसी जस्तै रिकमेन्डेसन गरिदिनुपर्छ आरजीआईलाई, सेन्ट्रल गभर्मेन्टलाई कि हामी चाहिँ राई, लिम्बू, खस, नेवार सबैजनालाई चाहिँ हामीले सबै 11 जातलाई चाहिँ हामीले ट्राइबल मान्छौँ भनेर रिकमेन्डेसन गरिदिनुपर्छ। त्यहाँबाट आरजीआईले हामीलाई रिभ्यू गर्छ। रिभ्यूमा त्यही हो कल्चर, उनीहरूले भनेर मात्रै हुँदैन, कल्चर त बचाउनै पर्यो। आज राईको कल्चर के छ, गुरुङको कल्चर के छ, खसको कल्चर के छ, किन डिस्टिङ छौ, किन प्रिमेटिभ ट्रेड्स छ तिमीहरूकोमा, तिमीहरूको क्यारेक्टरिस्टिक्स के छ, तिमीहरूको जियोग्राफिकल आइसोलेसन कस्तो छ, अनि तिमीहरूको प्रिमेटिभ क्यारेक्टरिस्टिक्स जस्तै एग्रिकल्चर गरेर खाने, माछा मारेर खाने, हन्टिङ गर्ने, शिकार गर्ने, यस्तो प्रकारको अलग अलग टेक्निकल इस्युजलाई चाहिँ आरजीआईलाई रिभ्यू गर्छ। त्यसपछि चाहिँ लेजिस्लेसन, कानुन एन्ड एक्ट अफ पार्लियामेन्टबाट चाहिँ पास गरिदिनुहुन्छ अन द बेसिस अफ कन्स्टिट्युसनको चाहिँ आधारमा। र अब यो लेजिस्लेसन यहाँ सबभन्दा ठुलो खेला चाहिँ लेजिस्लेसनको छ है, सुनिराख्नुहोस् है। रिप्रेजेन्टेटिभ्स अफ 11 कम्युनिटिज इन्क्लुडिङ रिप्रेजेन्टेटिभ्स अफ खमु राई कम्युनिटिज, जो चाहिँ 11 जात गोष्ठीभित्र तपाईँहरू बस्नु भएको छ नि, यो सबै ट्रेड्स भएको हाम्रोमा इतिहास छ, हिस्ट्री, कल्चर सबै कुरो छ। अब चाहिँ तपाईँहरू चाहिँ नि पोलिटिकल पार्टीको पछि गएर चाहिँ तपाईँहरू मेन्डेट नभइदिनुहोस्। 11 जात गोष्ठीको रिप्रेजेन्टेटिभ चाहिँ नि, रिप्रेजेन्टेटिभहरू चाहिँ नि तपाईँहरूको मेन्डेट हो नि, हामी हो। यहाँको जनसङ्ख्या तपाईँहरूको हातमा छ भनेदेखिको तपाईँलाई त्यो एउटा पोलिटिकल नेताले खेलाइराख्छ। आज लगेर पार्लियामेन्टमा यो भएन, भोलि लगेर त्यहाँनिर त्यो भएन, पछि स्टेट गभर्मेन्टमा भएन, पछि गएर आरजीआईमा गएन भनेर चाहिँ कसरी भन्छ? जब हाम्रो रिप्रेजेन्टेटिभले हामीलाई ढङ्गले, अनरेबल एमपी राजु विष्टज्यूलाई पनि म भन्न चाहन्छु, 11 जात गोष्ठीलाई तपाईँहरूले अहिलेसम्म किन पारित गर्नुभएको छैन? इलेक्सन आउँदैछ, नेक्स्ट इलेक्सनको अगाडि तपाईँहरूले पारित गरेर देखाउनुहोस् त। 11 जात गोष्ठीहरू चाहिँ तपाईँहरूको भोट ब्याङ्क र भोटर मात्रै भइरहेको छ।
पनि हामीले पहिला यहाँनिर जिटिए चिफ पुरानो पहिलो जिटिए चिफको टाइममा पनि रिप्रेजेन्टेसनहरू धेरैपल्ट दिएको विश्व माइनिङ कमिसनको अगाडि त हामी खुदैले रिप्रेजेन्टेसन दिएको यहाँ आएर हामीले यहाँनिर सिटोङलाई हाम्रो एउटा स्पट पनि बनाएको थियौँ उहाँहरूको रिसर्चको लागि रिभ्यूको लागि सिक्किमले अनेकौँ तरिकाले गरिसके त किन हुँदैन त यो कारण चाहिँ के छ तपाईँहरूले चाहिँ त्यहाँनिर सानोबडे ब्र्याकेटमा हालिदिनु भएको छ कि आरजीआईले चाहिँ मान्दैन आरजीआईले यो फल्ट पायो आरजीआईले त्यो फल्ट पायो आरजीआईले त्यो फल्ट पायो भनेर टेक्निकल टर्म्सहरू निकालेर हाम्रो आँखा लट्टाउनु हुँदैछ तपाईँहरूले हामीलाई चाहिँ आँखा लट्टाउनुको लागि मिटिङमा नबोलाए हुन्छ प्रत्यक्ष रूपमा चाहिँ हाम्रो अगाडि छ तपाईँले गरिदिनुहोस् न हामी तपाईँको हो तपाईँलाई हामी भोट दिन्छौँ र 11 कम्युनिटिज चाहिँ उनीहरूको पछि कुद्ने होइन उनीहरू 11 कम्युनिटिजको रिप्रेजेन्टेटिभ्सको बिचमा कुद्ने हो नि अरे गोर्खाल्यान्ड दिनु सम्भावित हो कन्स्टिट्युसनमा छ देशको संविधानभित्र गोर्खाल्यान्ड दिनु सक्छ भनेर अधिकारहरू छ भनेदेखिको बम्बेमा एउटा हेर्नुहोस् त महाराष्ट्र र गुजरात एउटै थियो सरकारले चाह्यो टुक्राइदियो एउटा गुजरात बनायो एउटा महाराष्ट्र बनायो त यता हेर्नुहोस् उत्तराखण्डमा हेर्नुहोस् युपीसँग ठुलो स्टेट थियो सरकारले चाह्यो उत्तराखण्ड र युपी बनाइदियो बिहारमा हेर्नुहोस् झारखण्ड र बिहार बनाइदियो हामीलाई चाहिँ किन बनाउँदैन त हामी चाहिँ आजसम्म तपाईहरुको भोट ब्याङ्क भएर तपाईहरुको एउटा उनीहरूको दार्जिलिङको कुर्सी चाहिँ कुनै पनि सरकारको नाक हो तपाईको नाक मात्रै बनाएर हामीलाई हिँडाउँदैछ सक्छ नि सरकारले चाह्यो भने रिकमेन्डेसन मात्रै भनिराख्छ आज यो 11 कम्युनिटिजमा पनि वेस्ट बेंगल गभर्नमेन्टले डिस्टर्ब गर्नु सक्दैन रिकमेन्डेसन गर्नु सक्छ नगरे पनि पार्लियामेन्ट आरजीआईले दिन सक्छ सेम हो गोर्खाल्यान्ड पनि बंगाल सरकारले मानोस् कि नमानोस् पार्लियामेन्टले यदि तय गर्यो भनेदेखिको हामीलाई सेपरेट स्टेट दिनु सक्छ यो कानुनी व्यवस्था हो जब गुजरात र महाराष्ट्र छुटियो नि त्यति बेला महाराष्ट्र कोर्ट गयो कोर्टमा एउटा जजमेन्ट छ बाबुलाल पराटे भन्नेको एउटा जजमेन्ट छ त्यस जजमेन्टले क्लियर विश्लेषण गरेको छ कि स्टेटको कन्सर्न चाहिँ होइन सेपरेट स्टेट गर्नु कुनै पनि स्टेटलाई ठुलो बनाउनु सानो बनाउनु दुईटा स्टेटलाई मर्ज गर्नु सीमाहरूको लागि तय गर्नु त्यो पार्लियामेन्टको हातमा छ भनेर कानुनले भन्छ संविधान भित्र छ भनेर कानुनले भन्छ त्यस्तै हो यो 11 कम्युनिटिजलाई पनि आज यो सानो साकेला होला सानो खमुराइको भेटघाट होला तर यहाँनिर इस्यु चाहिँ मुद्दा चाहिँ ठुलो छ खै त चुपचाप 19 को भोट गयो चुपचाप पहिलाको भोट गयो चुपचाप अस्तिको भोट गयो चुपचाप एउटा सानो त कुरा हो नि त हाम्रो क्षेत्रलाई चाहिँ ट्राइबल हामीलाई चाहिँ ट्राइबल स्टेटस शेड्युल्डको लिस्ट भित्र गाभिदिनुहोस् न भन्ने चाहिँ हाम्रो चाहिँ यो बिन्ती हो अनि छ पनि संरक्षण गरेको पनि छ जति सक्दो चलि पनि रहेको छ तर पोलिटिशियन्सहरूले चाहिँ मानेको छैन किन भनेदेखिको चाहिँ हामी उनीहरूको भोट ब्याङ्क भएर उनीहरूको पछि कुद्दैछौँ उनीहरूलाई हाम्रो पछि कुदाउन सकेको छैनौँ र यो एउटा प्रोसेस हो बेनिफिट चाहिँ के हुन्छ त हामी ट्राइबल भयो भने त हामीलाई कल्चरल प्रोटेक्सन हुन्छ हाम्रो माथि कसैले आक्रमण गर्नु सक्दैन हाम्रो कल्चरलाई हाम्रो ट्रेडिसन्सलाई बचाएर राख्नुको लागि हामीले फन्ड्स पाउँछ अलग्गै छुट्टै फन्डहरू राखेको हुन्छ एम्पावर गर्छ हामीलाई बढाउँछ अगाडि बढाउँछ अर्को कुरा ल्यान्ड राइट्सको कुरा अघि मैले भने ल्यान्ड जमिन र तपाईको सम्पत्ति कुनै पनि ट्राइबलको सम्पत्ति र जमिनलाई खोज्न सक्दैन कसैले पनि कुनै पनि देशको संविधान भित्र अधिकारै छैन म हिजोअस्ति आदिवासीको एउटा इभेन्टमा गएको थिएँ जहाँ चाहिँ बिरसा मुण्डाज्यूको जन्म दिवस मनाउनुको लागि उहाँको स्टडी र रिसर्च गर्दाखेरि चाहिँ उहाँ एक जनजाति थिए र उहाँले नै ट्राइबल राइट्स र प्रोटेक्सनको कुरा ट्राइबलहरूको जमिनहरू जमिनदारहरूले खुसी दिँदाखेरि चाहिँ बिरसा मुण्डाले चाहिँ त्यो जमिन ट्राइबलहरूको हो भनेर ट्राइबल एक्टको लागि काम गर्नु भएको थियो फलस्वरूप आज कसैको ट्राइबलको जमिन तपाईको रुखपात तपाईको कुनै पनि प्रपर
जाँदैछ